विधि पनि छैन, विचार पनि छैन, एउटा व्यवस्थित संगठन पनि छैन। भद्रगोलतामा यो कुरा हुँदैन, कसैको सुरक्षा कवच बनाउनका लागि यो एकता गर्न हुँदैन भन्ने कुरा मैले आफ्नो मत राखेँ। मैले भनेको तपाईले आफ्नो विरोध राख्नुभयो, आफ्नो कुरा राख्नुभयो, तर तपाईको मतका, तपाईको विमतिका बावजुद पार्टी एकतातिर त अगाडि बढिसकेको छ। हो, त्यो एकता हुने, एकीकरण हुनेतिर गयो भने तपाईहरुको अर्को कदम के हुन्छ त्यो जान्न चाहे। हैन अर्को अहिले त मैले केन्द्रीय कमिटिको बैठक छ, केन्द्रीय कमिटिको बैठक छ, यो त आज सचिवालयको बैठक हो। केन्द्रीय कमिटिको बैठकसम्म आउँदा हुने निर्णयहरू मैले हेर्नुपर्छ, पर्खिनुपर्छ। अर्को कदमको कुरा हुँदैन। माओवादी पार्टीलाई सुदृढ व्यवस्थित गरेर जानुपर्छ भन्ने सिङ्गो पार्टी अगाडि लैजानुपर्छ, एकताबद्ध गर्नुपर्छ। आन्तरिक एकता, हामी भित्रको एकता हैन, आफै भित्र यहाँ भएका आफ्ना नेता कार्यकर्तालाई पाखा लगाउने, पार्टी फुट जाभाग बाहिरबाट निस्कियो भन्ने, अनि बाहिरबाट ल्याएर यो पार्टी भन्छ, कसले पत्याउने हो? यो पत्याउने कुरा होइन। त्यसकारणले यो पार्टी पहिला आन्तरिक सुदृढ नगरिकन एकता अहिले गर्ने बेला भएको छैन, गर्न हुँदैन भन्ने मैले मत राखेको छु। यहाँहरू मार्फत मैले यही कुरा गरेँ। धन्यवाद। पहिरो जाँदैन, माओवादीलाई सुदृढ गरेर लैजाने एउटा